वेलकम छ तपाईलाई च्यानलमा। आज हामीहरू माथि गराईमा जानेवाला हौँ अनि बाबा यहाँ हुनुहुन्छ अनि त्यसपछि पछाडिको भ्यू हेरेर हेर्नु। चल्दै त्यसपछि भारी बोक्दै तल बुजुहरू हुनुहुन्छ अनि त्यसपछि अब यो सब बोकेर माथि डाँडामा जाने। डाँडामा माथि गराईमा गराई घरमा जान ला हामीहरू। अनि त्यसपछि यता बिहान सफा गरेको हामीले यो झारहरू अब हामी यता जानला गराईमा माथि डाँडामा। अनि यता हेर्नु हाम्रो अगाडि मकैहरू पछाडि अनि यहाँ यो हाम्रो गरेर छेउको अनि यस्तो झारी छ। अनि हाम्रो अगाडि बाबा सानो माहिने दि यस्तो राम्रो ल है गाइजहरू हामी जान लाग्छौँ। हामी चाहिँ माथि गराई पुग्नु पर्ने, त्यसको चाहिँ हामी गाडीले जाँदैछौँ। मैले चाहिँ बारी बोकिरहेको छु। मलाई चाहिँ खचरै बनाइसक्यो नि मान्छेहरू। आफू चाहिँ हिरो भनेर यस्तै पछाडि टिप्छ अनि सौगाट छन्। हामी चाहिँ जाँदैछौँ है लास्टसम्म। हाम्रो घर चाहिँ हामीहरू यहाँ आइपुगिसक्यौँ। अनि अगाडि हाम्रो बाबा हुनुहुन्छ, बाबा बोजू अगाडि गइसक्नुभयो। अनि माथि हेर्नु यहाँ यस्तो भ्यू छ अनि मुनि हेर्नु यस्तो भ्यू छ। मुनिमा तल खोला अनि आवाज सुन्नुभयो होला, खोला कत्रो आइरह खोलाको स्पिड। अनि त्यसपछि अहिले हामी अगाडि गइरहौँ अनि यस्तो माथि भ्यू हेर्दै हेर्नु। अनि त्यसपछि अगाडि बोजू जाँदै हुनुहुन्छ अनि हामीहरू फेरि यता ठ्याक्कै खोलाको बिचथिन आइसक्यौँ। हामी ठ्याक्कै खोलाको यता छेउटिन आयौँ। उहाँ खोला देखिन्छ होला सायद तपाईँहरूलाई। त्यहाँ मुनि खोलाको स्पिड सुन्नु न कति ठुलो खोलाको स्पिड। अनि त्यसपछि यता खोलाको छेउटिन खेतहरू मुनि गाईहरू छन्। उहाँ पारिहरू भाइहरू आइरहन् अनि म चाहिँ यता छेउमा यो बोरा बोक्दै। अनि त्यसपछि के अरे अब अगाडि जाने माथि पारी डाँडातिर जाने हो। अनि त्यसपछि यहाँ अहिले बाटो गराइरहेछ गाडी हिँड्ने बाटो। अनि त्यसपछि यहाँ त्यस्तो पुरै बाटो नबनेको रहेछ, यहाँ त्यति गाडी हिँड्दैन नरहेछ। अनि हामी फेरि बाटो होइन माथि जङ्गलबाट जाने हाम्रो। अनि बाबा म बुजू अनि पछाडि भाइहरू। अनि त्यसपछि भाइहरू फ्युचर हुन्छ। भाइहरू माथि ढिलो आएछन् अनि यो पुस्केरै छ। अनि त्यसपछि हेर्नु मुनिको बाटो गाडी हिँड्ने बाटो। अनि त्यसपछि उहाँ माथि सम्रेछ अनि बाबा अगाडि हामीलाई पर्खिँदै हुनुहुन्छ। यो यिनीहरूले ढिलो गरेर हो क्या, यो पुस्केरै छ रे यो भाइको भारी। अनि त्यसपछि यहाँ बाटो अनि त्यहाँ तल खेत माथि जाने बाटो जान्छ ऊ त्यहाँ अगाडि। हामी बुझ्यो अगाडि पुगिसक्नुभयो। अनि त्यसपछि तल बाबाले हामीलाई पर्खिँदै हुनुहुन्छ। मस्तको भ्यू हेर्नु अगाडिको। अनि त्यसपछि उहाँ माथि हामी बुझ्नु हुनुहुन्छ, बुझुले हामीलाई पर्खिराख्नु भयो। आफ्नो नातिनीहरूलाई छोरालाई पर्खिराख्नु भयो। अब हामी आइरहौँ पछि। अब बाबा त्यहाँ भारी फुस्केरहेछ अनि बाँधिरहन् भाइको भारी। अनि तल यहाँ खोला यता छेउथिन सानो खोला बग्दै आइरहेछ। अनि यता छेउमा पहिरो गइरहेछ यहाँ रोड बनाउने क्रममा। अनि यहाँ पहिरो गएर यहाँ गाडी जाने बन्द भइरहेछ। अहिले खोला यहाँ यस्तो आउँछ हेर्नु। यहाँ
अगाडि बाबाहरू आइराख्नु भयो। यता छेउमा भाइ, उहाँ माथि झर्ना। बाबाहरू भर्खर आउनु भयो। यहाँ पानीको रमाइलो लिँदै आइराख्नु भयो। यहाँ भाइ अन्त तल यत्रो उहीँ माथि उहीँ तलै खोला, अन्त माथि पुग्नु हुनुहुन्छ। अन्त यहाँबाट नि खोला आउँछ होला बर्खामा, यहाँबाट नि पानी पिइरह। अन्त हामीहरू अझै बाँकी छ यात्रा गर्न माथि, अझै राम्रोसँग पुगेको छैनौँ हामीहरू। अनि यहाँबाट मुल पुगेर पानी झर्दा अनि यहाँ अहिले भाइले अप्ठ्यारो भयो भन्दै यहाँ बुढीले सहयोग गर्न खोज्नुभयो। यही ठाउँ यहाँ पहिरहेको। अन्त यहाँ मुनि यस्तो खालको छ, पछाडि बुझाइराख्नु भयो। अनि यहाँ अलि राम्रोसँग हिँड्न पर्छ, यहाँ सानो बाटो छ। बाबाहरू अगाडि गइसक्नु भयो। अझै पुग्न बाँकी हो, भर्खर गाउँको तल आइसक्यो हाम्रो। अनि त्यहाँ चाहिँ हामीहरू यता छेउबाट जाने होला। यहाँ माथि सर्टकट बाटो थियो, पहिला हाम्रो यही बाटो जान्थ्यौँ। अहिले यहाँ रोड बनाएको छ, अनि त्यही भएर हामी रोटे रोड जाने होला हम। अनि छेउछेउमा यस्तो झारहरू राखिदिएको नि त, हामीहरू अझै माथि पुग्नु छ। अनि अगाडि गइरहौँ। लामो जङ्गलको गाडी हुने घर छ। अनि यहाँ तल पुल पनि छ। बाटो यस्तो छ हेर्नुहोस्, हाम्रो उहाँ माथि त्यो बाटो जान्थ्यौँ पहिला सर्टकट, अहिले यो गाडी जाने बाटो बना। अनि फेरि यहाँ पहिरो आएर रहेछ यहाँ पनि, त्यही भएर यहाँ गाडी नचलाएर रहेछ बाटो बनाएर। मुनि यस्तो खोला हेर्नुहोस्। अगाडि बुजुहरू गइराख्नु भयो। अनि म पछि हो, बुजुहरू बाबा भाइहरू अगाडि गइराखेन, म लास्टमा हुँ। अनि तल खोला सानो खोला, सुक्खा खोला भन्छ नि यसलाई, सुक्खा खोला। बर्खा टाइममा यहाँ पानी आउँछ। अनि त्यहाँ चाहिँ त्यति हो, अरू यहाँ त्यस्तो पानी आउन गर्मी मौसममा। बाबाले यहाँ जुत्तामा पानी भरिराख्नु भयो, किनकि गरम भएर यहाँ पानीमा। अनि यो फेरि यो हो झर्ना एउटा। अनि तपाईँले देख्नुभयो होला हाम्रो दिदीहरू यहाँ फोटो खिचेको भलकमा। अनि चाहिँ यो भलकको ठाउँ यस्तो राम्रो छ, हेर्नुहोस् माथिबाट पानी झर्छ। अनि यो पानी तलतिर ठुलो खोलातिर गएर मिसिन्छ जेलबाङको। अनि बाबाले यहाँ जुत्तामा पानी हालिराख्नु भयो, सफा गरिराख्नु भयो। अनि त्यसपछि यो झर्नाको भित्र जानेलाई भिजिट यता रोल्पा भएको ठाउँतिर आउनुपर्छ तपाईँहरूलाई। अनि मुनि यहाँ कति गएर तपाईँले हेर्न सक्नुहुन्छ आफै त्यो झर्नाको प्रेसरले। अनि यताबाट पनि पानी आइरह पहिरो गएको ठाउँबाट। यहाँ पनि मूलको पानी फुटेर यहाँ पहिरो आहा। पछि बाबाहरू अगाडि जाँदै अनि बुझी नै अगाडि जाँदै हुनुहुन्छ। म यहाँ पानीमा भिजाउँछु। बाबाहरू अगाडि गइसक्नुभयो, म भने यहाँ पछाडि यस्तो यहाँ खोला। अब अझै हिँड्ने हाम्रो बाटो अगाडितिर। अनि त्यहाँ चाहिँ अझै टाइम लाग्छ हामीलाई अब माथितिर जान। अनि पुरै घुमेरै नै जाने हो हामीहरू। अनि त्यहाँ चाहिँ मलाई नि यहाँ लास्टै अप्ठ्यारो भयो।
बाबा अगाडि के गफगाफ गरिराख्नु भएको थियो। अनि यहाँ मैले यसो ध्यान गर्दाखेरि माथि यस्तो राम्रो भ्यू देखिने रहेछ। अनि त्यहाँ पनि बाटो बनाउने रहेछ, त्यहाँ पहिरो खसेर अहिले त्यहाँ बाटो बन्द भएको। अनि त्यहाँ चाहिँ अगाडितिर यस्तो गाउँ, अनि अगाडि भाइ बोजू बाबा, तल पनि तल खेत छ, अनि त्यसपछि तल गाईहरू। अनि यहाँ पनि पहिरो गइरहेछ माथिबाट। अनि त्यहाँ चाहिँ अगाडितिर गइरहँ हाम्रोहरू। अनि डाँडाहरूको भ्यूहरू हेर्दै मजा लिने तपाईँहरू भिडियोमा फुल भिडियो हेर्ने फुल भिडियो हेरेर भिडियोको मजा लिनु होला। अनि त्यसपछि लाइक सब्सक्राइब गरिदिनु होला, बेल आइकन गराइदिनु होला। बेल आइकन गर्ने तपाईँको युट्युबमा हाम्रो फर्स्ट भिडियो तपाईँसम्म चाँडै आउँछ। तपाईँले बेल आइकन दबाउनु भयो भने अनि हाम्रो फर्स्ट भिडियो तपाईँ नै हेर्नुहुन्छ बेल आइकन दबाएपछि। अनि तल यहाँ पनि यस्तो भिड छ। अनि यहाँ अगाडि दाउराहरू, यहाँ माथि पहिरो पनि गइरहेछ यत्न पनि। अब अझै केही छ, अझै केही लामो बाटो छ अझै हामी पुग्नलाई माथि घर। बुजीले मलाई जानु भन्नुभयो। अनि फेरि यहाँ माथि यो कुन ठाउँ हो त्यो माथिको, अनि त्यो बिचको फेरि डम्फु भन्छन् त्यो बिचकोलाई। अनि त्यो चाहिँ यता छेउकोलाई खै के भन्छन्। यस्तो राम्रो ठाउँ हेर्नुहोस्। मुनि त्यहाँ तल गाउँ देखियो, हामी बस्ने गाउँ जेलबाङ। अनि त्यहाँ चाहिँ हामीहरू माथि जाँदैछौँ। अनि यस्तो हो बाटो। अनि त्यहाँ चाहिँ यो भाइ अगाडि तलनी गाउँ, यहाँ बुझाइराख्नु भयो। सफर छ, जारी छ अझै हाम्रो माथि गाउँसम्म पुग्न, माथि घरसम्म पुग्नलाई। बाबाले उहाँ अगाडि के गरिराख्नु भयो खै, पानी झिकिराख्नु भयो जुत्ताको। अनि यस्तो राम्रो ठाउँ हो जेलबाङ भनेको। अब हामीहरू अगाडि गइरहौँ। अनि छेउमा हामी बुजू हुनुहुन्छ, बुजूलाई पनि ठकाइ लाग्यो होला। यत्रो बाटो हिँड्यौँ हामीहरू। अनि त्यसपछि पुरा भ्यूको मजा लिँदै, अनि त्यसपछि अनि बाबाहरू भाइहरू अगाडि गइराख्नु भयो। अनि त्यसपछि बुजू पनि पछाडि हुनुहुन्छ। तल गाउँहरू हेर्नुहोस्। अनि त्यसपछि मजा लिनुहोस् भ्यूको। जेलबाङ भन्ने गाउँ अगाडि यस्तो राम्रो ठाउँ हो। अहिले यहाँ चाहिँ पानी पर्न लाग्थ्यो, अनि फेरि अहिले सफा भएर चाहिँ मौसम। अनि अगाडि बाबाहरू जहाँ गइराख्नु भयो, यहाँबाट पनि पहिरो गइरह। अनि अगाडि बाबाले जुत्ता क्याच्याक गर्दै हिँडिराख्नु भयो पानी भरेर। अगाडि जङ्गल यस्तो राम्रो ठाउँ यहाँ हेर्नुहोस्। अगाडि बाबा भाइ गइराख्नु भयो, पछाडि बुझ्नु हुनुहुन्छ हामीहरू। अनि त्यो चाहिँ अहिले यहाँ आइसक्यौँ हाम्रो। अझै नै हो यात्रा हाम्रो माथिसम्म। भाइ गइराख्नु भयो। अनि यता तल मोके बारी, अनि तल हाम्रो गाउँ भयो। अनि त्यहाँ अहिले मोके काट्दै छन्, अनि कोही काटेनन्। अनि पछि त्यहाँ तल पुलिस चौकी पनि छ। अनि छेउको यस्तो वहाँ पानी पर्ने मौसम भइरहेको थियो, अहिले परेन पानी। अनि फेरि यहाँ तल थुप्रै मोकेहरू हो, यहाँ अझ यहाँ काटेको छैनन्। अब हामीहरू गइरहौँ। फेरि अगाडि बुझ्नु हुनुहुन्छ। त्यो चाहिँ बुझ्नु अहिले यहाँ हुनुहुन्छ। अनि हामीहरू अहिले यहाँ पुगिसक्यौँ आधी बाटोमा। अनि यहाँ माथि बाटो पनि रहेछ। अनि बाबाहरू खै कुन बाटो जानुभयो हामीलाई थाहा भएन। अनि त्यसपछि अहिले हामीहरू अगाडि जाँदैछौँ। अनि हामीलाई फेरि बाबाहरूले अगाडि चाँडो जानुभयो। अनि हाम्रोहरू यहाँ भिडियो बनाउँदैछौँ, म भिडियो बनाउँदैछु। अनि त्यसपछि अगाडि हुनुहुन्छ बाबाहरू। अनि त्यसपछि अनि अगाडि गइरहौँ। अगाडि बाबाहरू हुनुहुन्छ। अनि त्यसपछि तल खोला मेन। अनि बुजू अगाडि पछाडि
उठे हेर्नुहुन्छ बुझ्यो के भयो जुगा छ ए अगाडि हामी गइरहौँ अझै बाटो माथि भर्खर अहिले आधी बाटोमा आइसक्यौँ हाम्रो तल हेर्नुहोस् खेतहरू अनि छेउमा गाउँहरू हुन्छ गाउँहरू अनि त्यो चाहिँ अगाडि गइरहौँ अब बाटो कतिखेर आउने हो हाम्रो घरको अगाडिको हेर्दै जानुहोस् तपाईँहरू भिडियोको रोमाञ्चक भिडियोहरू हेर्दै जानुहोस् मुनि तल खोला निकै नै ठुलो खोला यहाँ अगाडि हामी गइरहौँ अगाडि यस्तो गाउँ छ अनि हाम्रो यहाँ आइसक्यौँ बुझो पछाडि हुनुहुन्छ बाबाहरू अगाडि गइसक्नुभयो माथि यस्तो गाउँ छ हेर्नुहोस् माथि कोरबाङ त्यो माथिको गाउँ चाहिँ कोरबाङ हो अनि यताको छेउछेउको डाँडाहरू भयो थाहा भएन मलाई अब बुझ्योहरूलाई थाहा होला अनि अगाडि गइरहौँ हामीहरू अब अझै यहाँदेखि यस्तरी घुमेर उहाँ माथि जान यस्तरी त्यही भएर टाइम लाग्छ अझै जानलाई हामीलाई अनि यहाँ गाडी चाहिँ हिँड्दैन यहाँ तल पहिरो आएर उहाँ माथि बाबा आउनुहुन्छ अनि त्यहाँ चाहिँ तल हिलो हो अगाडि बाटो हो त्यहाँ चाहिँ अगाडि गइरहौँ अहिले यत्न बाटो चिरेर चाहिँ यत्न दुईवटा डाँडाको बिचमा अनि माथि उठ्या माथि चाहिँ हाम्रो घर छ अहिले यत्न आइसक्यौँ बुझी यहाँ हुनुहुन्छ उठो त्यहाँ अघि राखा अनि आयो उभिएर भिडियो गराइदिन्छु भनेको थियो उभिएर आहा मान्छे अघिरहेको थियो टोइलेट गएर आहा अहिले कति अघि अनि देखा चाहिँ यता यता बिस्तारै हिँडिरह त्यहाँ अघि नै मेरो यहाँ खुट्टामा जुगा चप्केर अनि त्यहाँ चाहिँ बाबा यता आउनुहुन्छ बुजुमा आउनुहुन्छ अनि त्यहाँ चाहिँ यो पानी खाने पाइप भयो अनि यो हगेर त्यहाँ एकै ठाउँ बसेर फेरि आएर आयो भिडियो बनाएपछि त लजाउने रहेछ त्यहीँ हग्दा भिडियो गराइदिन्छु भनेको उभिएर आयो अनि यताको भ्यू हेर्नुहोस् तल त्यस्तो बाबाहरू अगाडि जाँदै अब हाम्रो रेखा माथि पुगिसक्यौँ तल बाटोबाट अनि त्यहाँ चाहिँ बुझो पनि यता हुनुहुन्छ अनि यहाँ मलाई अघि जुगाल टोकेर केही नथाहा पाएको कस्तो भयो मेरो यो खुट्टा अनि त्यहाँ चाहिँ अनि त्यहाँ चाहिँ माथि भाइ मजाले हो अनि त्यहाँ चाहिँ बाबा पनि हुन्छ अगाडि तल घरदेखि अब माथि घरतिर जाँदैछौँ अनि त्यहाँ चाहिँ अगाडि पाहाडहरू अब तल घर जेलबाङ घरदेखि अब माथि गराई घर जाँदैछौँ अनि त्यहाँ चाहिँ बाबा फेरि यहाँ जुत्तामा पानी भरे क्याच्या गर्दै हिँडिराख्नु भयो अनि त्यहाँ चाहिँ यहाँ हाम्रोभन्दा बढी बाबाले बोक्नुभयो होला अब यहाँ पनि पहिरो जान्ला माटो यहाँ ढल्किसक्यो ल्यान्डस्लाइड हुन्ला अनि पछि रुखहरू पनि यस्तै भयो अहिले हामी माथि आइसक्यौँ अनि त्यहाँ चाहिँ माथि अब यो घर छ अनि त्यसको ठ्याक्कै माथि अनि हाम्रो घर छ अनि ठ्याक्कै हाम्रो तल गाउँदेखि माथि घर आउन लागिसक्यौँ यस्तो वरिपरि पाहाडको बिचमा हाम्रो घर अनि त्यहाँ चाहिँ त्यहाँ माथि फेरि के भन्छन् खै कुन डाँडा हो अब हाम्रो यता यो डाँडा आइसक्यौँ बाबाहरू अझै आउनु भएन अनि त्यहाँ चाहिँ तल पर्सन भाइको घर छ बाटो यस्तो रहेछ यहाँ अनि त्यहाँ चाहिँ यहाँ गाडी नआउने रहेछ तल पहिरो आएर अनि त्यहाँ चाहिँ पछि यस्तो हिमाल छ यस्तो राम्रो ठाउँमा यहाँ आएन त्यहाँ अगाडि बाबाहरू आइराख्नु भयो मुठी आफ्नै बाटो हिँडिराख्नु भयो यहाँ माथि यो बाटो रहेछ जाने म त यो बाटो जाने भनिरहेको अनि
अब माथिसम्म जानु लाग्छौँ। अनि त्यसपछि यहाँको हावापानी राम्रो हुँदैछ, चिसो हुँदैछ। अनि यहाँ अर्ग्यानिक सिस्नोहरू, अनि त्यसपछि यहाँ पानीको पाइप, अनि यता माथि बुजु बाबा भाइ, अनि म पछाडि भिडियो बनाउँदै आएको। अनि त्यसपछि यत्रो उकालो हो, कहाँ तल गएको म। अनि त्यसपछि अगाडि गइरहौँ। यहाँ माथि रमिता फुपूको घर, अनि त्यसपछि अनि हाम्रो घर उति माथि, उहाँ माथि हाम्रो घर। अनि फुपूहरू आज फुपू सुत्नु भयो क्या भित्र कोठामा। अनि फुपूको हाम्रो एउटा कुकुर हो बाबा। लहट चाहिँ रोक्नु पाउँछ र त्यो त आउँदै माथि देखान कस्तो त्यो आइपुग त उठेन कि कस्तो डराइरह्यो। यहाँ कहाँ कति त्यो बुझ्नु डोका खोल्नु, यहाँ हाम्रो कुकुर छ, खोलेको बनाउनु चाबी खोल्दै हुनुहुन्छ। भित्र आइसक्यौँ, हाम्रो घर आइसक्यौँ। अनि फाइनल तल घरबाट माथि घर आइसक्यौँ। अब यहाँको भ्यू हेर्नुहोस्, यस्तो हो यहाँको भ्यू।